यसपटक खास गरी हिमाली क्षेत्रमा कार्तिक महिनामा नै हिउँ परेको छ। हिमाली क्षेत्रमा सिँचाइको स्रोत नै हिउँ भएकाले हिउँदे बाली राम्रो गर्नेछ भन्ने हिउँले सेतामे हिमाल हेर्न पर्यटक बढ्नेमा व्यवसायी आशावादी छन्। रुकुम पूर्वमा पनि परेको हिउँले पहाडी क्षेत्रका डाँडा काँडाहरू सेतामे बनेका छन्। अन्य हिमाली क्षेत्रमा जस्तै रुकुम पूर्वमा पनि यो वर्षको पहिलो हिमपात सुरु भएको छ। जिल्लामा सोमबार रातिदेखि पानी परिरहेको थियो। त्यसपछि परेको हिउँले जिल्लाका उच्च पहाडी क्षेत्रका डाँडा काँडाहरू सेताम्मे बनेका छन्। रुकुम पूर्वको तकसेरा, लुकुम, चौरी खर्क, पातेहाल्य लगायत उच्च बस्तीहरूमा हिउँ परेपछि चिसो बढेको र माथिल्लो ठाउँमा रहेका भेडा गोठालाहरू न्यानो ठाउँतिर आउन सुरु गरेको पुथा उत्तरगंगा गाउँपालिका 10 का स्थानीय मैत्या घरती बताउनुहुन्छ। पुथा उत्तरगंगाको अधिकांश भूभागमा सेताम्ने भएको छ। त्योसँगै अलिकति कृषकहरूमा खुसियाली छाएको छ। यो हिउँदे बालीको सिजन सुरु भइसकेको छ। चिसो भने अलिकति हर्लक्कै बढेको छ। त्यो चिसोले अलिक सताउने नै छ। तै पनि अलिकति फाइदा पनि छ। यो हिउँले गर्दा आन्तरिक पर्यटक बढ्ने, त्योसँगै यो हिउँदे बाली बढ्ने देखिन्छ। अलिकति माथि हिउँ जर्ने ठाउँमा रहेका भेडा गोठालाहरू अलि तल न्यानो ठाउँतिर झर्ने तर्खरमा छन्। रुकुम पूर्वको पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका माथिल्ला बस्तीहरूमा बाक्लो हिउँ जमेको छ। चरन क्षेत्र हिउँले ढाकेपछि भेडा बाख्रा गोठमै राख्नुपर्ने अवस्था आएको किसानहरू बताउँछन्। भूमे गाउँपालिका 1 लुकुमकी चाहना घरती मगर। हाम्रो लुकुम गाउँबाट भेडा बाख्रा चराउने ठाउँमा चाहिँ अहिले हिउँले ढाकेपछि हामीलाई एकदमै भेडा बाख्राहरू गोठमै राख्नुपर्ने अवस्था भएको छ र त्यसैले गर्दा किसानलाई असहजता त छ, तर पनि हिउँ हेर्नको लागि विभिन्न ठाउँबाट पर्यटकहरू आइरहनु भएको छ र लुकुमको डाँडा काँडाहरू सँगसँगै रुकुम र बागलुङको सिमानामा पनि हिउँ परेर डाँडाहरू सेताम्ने देखिएका छन्। कतिपय हिउँदे बालीलाई हिउँले फाइदा गरे पनि मुस्ताङ लगायतका क्षेत्रका स्याउ बगानमा क्षति पुगेको छ। त्यसै गरी घुम्न निस्केका आन्तरिक तथा बाह्य पर्यटक गन्तव्यसम्म पुग्न सकेका छैनन्। विशाल घरती मगर, CIN रेडियो पूर्वी रुकुम, रुकुमकोट, रुकुम पूर्व।